9 गते 21:10 बजेको समयमा चाहिँ यो जनकपुर मानववादीका 15मा यो कलकत्तावादीको सुटिङ गर्ने जुन ठाउँ छ सेट त्यहाँ चाहिँ वर्ष 21 की अनिसा सदा हार्भेस्टरको कोठामा बाँसको बलो जुन हुन्छ नि त्यसमा झुन्डेर मृत्यु भएको छ भन्ने खबर आएपछि हामीले एउटा टोली पठाएको रातको समय परिसकेकोले गर्दा चाहिँ जेनरली हामी रातको समयमा कुनै पनि घटनाको प्रोसेस गर्दैनौँ तर सुरक्षित राख्छौँ प्रहरी टोली खटाउँछौँ र हामीले घटनास्थल सुरक्षित राखेर बिहानको समयमा मुद्दा सहितको टोली गएर आवश्यक प्रक्रिया पुर्याएर त्यसपछि चाहिँ पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा पठाएको छौँ। घटनास्थलमा देखिएका चिजवस्तुहरू प्रमाण लाग्न सक्ने सामानहरू घटनास्थलमा देखिएका जुन छन् सबै हामीले भिडियोग्राफी गरेका छौँ। पोस्टमार्टम र अब घटनास्थलमा भएका मान्छेहरू घटनास्थलले के पर्छ यी सबैको एनालाइसिस गरेर हामी एउटा निचोड निकाल्छौँ। कि यो प्रारम्भिकमा त्यो आत्महत्या जस्तै देखिन्छ कि अहिले चाहिँ सरसर्ती हेर्दाखेरि मान्छे झुन्डेको अवस्थामा देखिन्छ र शरीरमा कुनै पनि त्यस्तो शङ्कास्पद चोटपटक देखेको अवस्था छैन। हो भित्री केही छ भने पोस्टमार्टमबाट आउँछ र त्यसको आधारमा चाहिँ हामी अरू पनि एनालाइसिस गरेर अगाडि बढ्छौँ।